रासोपा वरिष्ठ नेता बालेन्द्र शाहको एन्ट्री भइसकेको छ, हेर्न सक्नुहुन्छ तपाईले। माने जो शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान पशुपतिनाथ लगेर बालेन्द्र शाह दर्शकवृन्द यति बेला हामीले स्क्रिनमा देखिरहेका छौँ। बालेन्द्र शाहलाई यति बेला यहाँ पत्रकारले घेरिसके पछाडि हेर्न सक्नुहुन्छ अवस्था। बालेन्द्र शाह दर्शकवृन्द, बालेन्द्र शाह दर्शकवृन्द हेर्न सक्नुहुन्छ। प्रधानमन्त्रीका भोलि प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ उहाँले। भोलि प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। यताबाट जान्दैन दर्शकवृन्द हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह यति बेला उहाँ संसद प्रवेश गर्दै हुनुहुन्छ। बालेन्द्र शाह हेर्न सक्नुहुन्छ। हुटिङ पत्रकारहरूको भिडले यसरी घेरिएको छ। बालेन्द्र शाह पहिलो पटक संसदीय अभ्यास गर्दै हुनुहुन्छ। उहाँ संसदमा पहिलो प्रयास हो र पहिलो पटकै उहाँ निर्वाचित भएर झापा क्षेत्र नम्बर 5बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेर संसदीय यात्रा तय गर्नुभएका बालेन्द्र शाह जो भोलि 12:34 शपथ ग्रहण गर्दै हुनुहुन्छ प्रधानमन्त्रीको रूपमा, उहाँको प्रवेश हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकवृन्द बालेन्द्र शाह हेर्न सक्नुहुन्छ। गाह्रो छ, सुरक्षाकर्मीलाई पनि हम्मी परेको अवस्था छ, किनभने बालेन्द्र शाहको क्रेज सामाजिक सञ्जाल लगायत देशैभरि रहेको छ। हेर्न सक्छौँ हामी यो उपस्थिति बालेन्द्र शाहको। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही। माने जो शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान पशुपतिनाथ लगेर कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु। मान्य सदस्यज्यूहरूलाई शपथ पत्रमा आफ्नो नाम, थर र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मातृभाषामा शपथ लिनुभएका सदस्यहरूलाई मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा आफ्नो नाम र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरूलाई आफ्नो शपथको फाइल यस कक्षको बाहिरको करिडोरमा बसेका सचिवालयका कर्मचारीहरूलाई बुझाई सङ्घीय संसदको लोगो र ब्याग त्यहीँबाट प्राप्त गर्नुहुन अनुरोध गर्दै मान्य ज्येष्ठ सदस्यज्यूको अनुमतिले यो कार्यक्रम यहीँ समाप्त भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। धन्यवाद। माने जो शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान पशुपतिनाथ लगेर दुईटै पुर्याउनलाई भनेपछि यहाँको दुईटै पुर्याउन त साधारण छ। यो पटक कुनै मन्त्री बन्नु गाडी छ पछाडी गाडी यो रहर छैन। माने चाहिँ एकछिन होल्ड गर्नु एकछिन गर्दिन, अपेक्षा गर्दिन। प्राथमिक सरकारबाट गाडी छ गाडी बिस्तारै बिस्तारै होल्ड गर्नु। तपाईले मन्त्री बनाउने राष्ट्रिय फेरि तपाई राष्ट्रिय एकछिन उभिनु। शिक्षा मन्त्रीलाई दोहोर्याउने भन्ने छ मान्ने जो कसरी हेर्नु भएको छ? त्यो दिमाग नभएकोहरूले आरोप लगाउने हो क्या। जसले सोच्नै सक्दैन, दिमागै छैन भनेपछि के हेर्ने त? आरोप लगाए, अब मैले के हेर्ने तिनीहरूलाई? बिचराहरू है। केही थाहा छैन मलाई। प्रतिवेदन म पढ्दा नि पढ्दिनँ है, कागज पत्र। बालेनको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो।
थाहा छैन के फेरि हो भन्छ यार थाहा छैन भन्दै हो भन्दै मानेज्यू शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ मलाई थाहा छैन भगवान् पशुपतिनाथ लगाएर सोध्नु यहाँभन्दा पहिला म सरकारबाट निस्किसकेपछि फेरि आफ्नै पुरानै काममा फर्किनुहुन्थ्यो त्यसपछि संसदको चुनावको लागि जानुभयो के कारण थियो 3वटा अध्यादेश ल्याउन खोजेको थिएँ शिक्षाको सुधारको लागि अध्यादेश ल्याउन सकिएन त्यही भएर आफै चाहिँ संसद भएपछि अब त्यो कामलाई निरन्तरता दिनको लागि चाहिँ म चुनाव लड्न गएको किताब बेचेरै चलाउने हो राष्ट्रसभा सरकारले बजेट छुट्याउँछ होला नि मान्यज्यू छुट्यायो भने राम्रो के डिमान्ड छ यहाँको सरकारसँग म डिमान्ड गर्दैन मानन्जु बजेट चाहिँदैन आफ्नै बुद्धिले बजेट छुट्यायो भने ठिक छ दियो नत्र किताबै बेचेर चलाउने भन्ने हो चल्छ क्या किताब बेचेर महावीर पुनलाई मानन्जु तपाईँलाई चाहिँ के अरे पदको लोभी पापी भनेकै आरोप लाए जसलाई चाहिँ पदको लोभै छैन त्यसलाई लोभी पापी भन्नेको मुख चाहिँ दिमाग चाहिँ होइन तपाईँ चाहिँ मन्त्री हुँदा हुँदै चाहिँ नि तपाईँ दौडेर गएर मान्य भएर फेरि मन्त्री हुन आउनुभयो भन्ने आरोप लाग्यो नि त त्यो कुरा नबुझेकोले भनेको हो क्या त्यो कुरा किन म चाहिँ के अरे मन्त्रीबाट किन छोडेर गएको हो भने लोभ लागेर गएको होइन मैले 3वटा अध्यादेश ल्याउन खोजेको थिएँ शिक्षामा सुधार गर्नको लागि त्यो अध्यादेश ल्याउन नसकेर गएको मैले चाहिँ के अरे यो चुनावमा उठ्छु भन्ने कुरा यो के अरे निर्वाचनको माघको 6 गते चाहिँ को 10 बजे भनौँ न नाम दर्ता गर्नुपर्ने थियो उम्मेदवारको त्यसको 40 घन्टा अगाडिसम्म पनि मैले निर्णय गरेको थिएन 40 घन्टा अगाडि मात्रै निर्णय गरेको उपसभामुखको चर्चा छ नि हजुर के छ उपसभामुख हुँदै हुँदै त्यस्तो उपसभामुख हामीले नगरे कसले गर्ने हो हाम्रो जवाबदेहिताले हाम्रो इमान्दारिताले र हाम्रो पारदर्शिताले सायद यो ठाउँमै यो देशमै बस्नुपर्ने वातावरण चाहिँ बन्छ होला जस्तो लाग्छ अब युवाहरूको मुद्दाहरू के लाने त यहाँले अब संसदमा शिक्षा स्वास्थ्य खेलकुद यिनै युवाहरूको मुद्दा हो यिनै मुद्दालाई हामीले पार गर्न सक्यौँ भने यो देशमै नागरिकहरू बस्नु अब नेपालको शिक्षा गुणस्तरीय सिपमूलक होला कि नहोला के लाग्छ कसरी सेट्लो त्यसमा जानुपर्छ सरकारले हिजो जुन प्रतिवेदन सार्वजनिक भएको छ नि यो प्रतिवेदन यो सरकारले चाहिँ लागू गर्छ कि गर्दैन हुबहु कार्यान्वयन गर्छ कि गर्दैन हामीले काम कसरी गर्छौँ र के गर्छौँ भन्ने मात्र हो काम सुशासन र त्यसको मूल मन्त्र भनेको हामीले इमान्दारिता राजनीतिक इमान्दारिता भ्रष्टाचार रहित राजनीतिक अभ्यास राजकाजमा हाम्रोलाई भन्दा पनि राम्रोलाई अवसर मेरिटोक्रेसीको रूपमा र अन्त्यमा लिमिटेड गभर्मेन्ट म्याक्सिमम गभर्नेन्स छोटो सानो सरकार सुशासन ठुलो त्यसरी हामी यो मूलमन्त्रका साथ अगाडि जानेछौँ र राजनीतिक रूपमा मैले अघि पनि जोडेको थिएँ विभिन्न कालखण्डमा बहुमत पाउने धेरै कुराहरू हामीले देखेको छौँ तर कसरी फेल हुनुभयो किन फेल हुनुभयो भन्ने कारण अध्ययन गरेर त्यसलाई नदोहोर्याउने नै हाम्रो मूलमन्त्र हुनुपर्छ धन्यवाद सरकारमा मन्त्रालय घटाउन लाग्नु भएको हजुर त्यो लिमिटेड गभर्मेन्ट म्याक्सिमम गभर्नेन्स भनिहालेँ नि मैले त्यो अब आज साँझसम्म थाहा हुन्छ